आज चाउमिन पकाऊँ है त। लसुन केलाएँ, लसुन केलाएपछि मैले पानी हालेँ, पानी तताउन बसाएँ चाउमिनको लागि। अनि पानी उम्लेपछि मैले नुन हालेँ, त्यसमा थोरै तेल पनि हाल्ने मैले बिर्सेछु सायद। अनि त्यस पछाडि चाउमिन हालेँ। चाउमिन मजाले पकाउने, यसो छाम्दाखेरि किटिक्क भाँचियोस् है। अनि त्यस पछाडि अलिकति चाउचाउ पनि हालेको थिएँ मैले। अनि मैले प्याज, लसुन, आलु र टमाटर घरमा जे जे थियो त्यसको बनाएको, मैले बजारबाट केही पनि ल्याएन। तेल हालेँ, तेलपछि मैले तेल तातेपछि त्यसमा मैले न्युटेला पुर्याएँ। न्युटेला पाकिसकेपछि मैले त्यसमा निकालेर सुरुमा आलु बसाएँ। आलु मजाले फ्राई भइसकेपछि मात्र अरू चिज हाल्ने भनेर, किनकि ल्यात्त हुन्छ नि त आलु, त्यही भएर। अनि त्यसमा मैले आलु पाकेपछि लसुन फुराएँ। अनि लसुन पनि मजाले फुलिसकेपछि मैले त्यसमा प्याज हालेँ। प्याज पनि मजाले पाक्यो, एकछिन चलाउने। अनि मजाले यो प्याज अलिअलि पाक्न थालेपछि अनि मैले त्यसमा टमाटर अनि अलिकति मटर थियो, त्यो मटर पनि हालेर मिसाइदिएँ, किनकि घरमा जे छ त्यसैको बनाएको, त्यही भएर। अनि त्यस पछाडि मैले न्युटेला हालेँ, मसला हालेँ, मसला चाउचाउको मसला अनि अलिकति घरको मसला, अनि नुन पनि हाल्ने त्यसमाथि। अनि नुन पनि हालेपछि एकछिन चलाउने। टमाटर अलिक मजाले पाकेपछि, यस्तो भएर पाकेपछि अनि त्यसमाथि मैले चाउमिन हालिदिएँ। अनि चाउमिन हालेपछि त्यसमाथि पनि मैले फेरि थोरै त्यसमाथि मसला पनि हालेँ फेरि अलिकति। अनि मजाले चलाएपछि हाम्रो चाउमिन यस्तो भयो, यम्मी।